हेलो गाइज नमस्ते इसमें बेताल आजको मेरो सानो मिनी ब्लग फेरि सुरु भइसकेको छ। म चाहिँ कपिलवस्तुबाट अनि म चाहिँ आज गुजिया बनाउन गइरहेको छु गाइज। मैले चाहिँ कुराउनी लिएर आएको छु। यो चाहिँ कुराउनी हो। मैले चाहिँ घिउ पकाएर राखिसकेको छु फ्राई प्यानमा, ठुलो फ्राई प्यानमा। अनि मैले यसमा घिउ पकाइसकेपछि कुराउनी राख्छु। अनि कुराउनी चाहिँ मैले ओदारीबाट लिएर आएको छु गाइज। ओदारी भुसार होटलबाट लिएर आएको छु। यो होटल चाहिँ धेरै पुरानो होटल हो अनि यहाँ चाहिँ धेरै राम्रो राम्रो खानेकुराहरू पाइन्छ। मिठाईहरूदेखि लिएर कुराउनीहरू, चिनी हालेको, चिनी नहालेको सबै प्रकारको कुराउनीहरू पाइन्छ। अनि त्यसपछि त्यहाँ धेरै कुराहरू फेमस छन् त्यहाँको। अनि म चाहिँ मजाले घोटिरहेको छु गाई, एकदमै घोटिरहेको छु। पुरा सुक्काउनु बेसम्म घोट्छु। हेर्दै गर्नु मैले कस्तो घोटिरहेको छु। नन स्टप घोटिरहेको छु। नन स्टप घोट्दा घोट्दा मेरो हात दुखेर कस्तो भइरहेको थियो। कति टाइम लाग्यो मलाई यो कुराउनी घोट्नलाई। लगभग आधी 1 घन्टै लाग्यो होला यसलाई सुक्क बनाउँदाखेरि। मैले चाहिँ माथिबाट नरिवल राख्छु। नरिवललाई मैले एकदमै गराएको थिएँ, घोटेर मसिनो गराएको थिएँ। अनि त्यसपछि नरिवल राख्छु मैले यसमा। अनि त्यसपछि ल्वाङ सुकमेललाई पनि मैले भुट्छु। ल्वाङ सुकमेल भुटेर अनि त्यसलाई अनि मैले चाहिँ तावामा मस्त भुट्छु एकैछिन, 2 मिनट जति। धेरै बेर त भुट्दैन, अलिअलि त्यसको स्मेल राम्रो आओस् भनेर चाहिँ मैले त्यसलाई भुट्ने गर्छु। अनि यसलाई मैले भुटेर अनि मैले यसलाई अब थिच्छु। उसमा के भन्नुहुन्छ हजुर, यसलाई मैले थिच्छु भन्छु के अरे, यसलाई हजुरले के भन्नुहुन्छ, ओखत के अरे, ओखत समथिङ के भन्छ है, मैले बिर्सेँ। यसलाई अहिले मलाई नाम आएन यसको भन्नलाई। ओखलमा हो कि केमा कुट्ने भन्छ नि, त्यही हो कि। सानोमा मम्मीले उहाँ पानी पोख्यो, पानीमा गयो यो भनेर भन्छ कि मलाई। मम्मीले मलाई जहाँ पनि डिस्टर्ब गर्न आउनुहुन्छ, कराउन आउनुहुन्छ। सबैको मम्मी यस्तै हो हुन त, मलाई सबैको मम्मी थाहा छ यस्तै हो भनेर। मैले चाहिँ कुटे गरेर धुलो हुने बेलासम्म कुटेछु कि। अनि पानीमा परिरहेको छ, मम्मीले पानी त राख्नुभयो, त्यसपछि उछुटेर परिरहेको छ। अनि त्यसपछि कराइराख्नु भएको छ मलाई चाहिँ मम्मीले। थिचै गरिरहेको छु मैले। अनि त्यसपछि यतिको भयो भनेर सोधिराखु। त्यस मम्मीले नाइ भन्नुभयो, फेरि मैले फेरि थुतेछु। हेर्नु गाइज, मैले गोड्दा यतिको भइसकेको छ मेरो। अनि मैले चाहिँ यसमा कुटेको ल्वाङ सुकमेलको धुलो राख्छु अब। अनि त्यसपछि फेरि यसलाई घोटेको नन स्टप घोटेको गर्छु मैले। यति हात दुखिसकेको छ मेरो गोड्दा। मम्मी उता कराइराख्नु भएको। अनि गोड्दा चाहिँ यतिको हुन्छ मेरो। अरू भिडियो बनाउनु बिर्सेछु मैले। अब म पिठो चाल्छु। यसमा पिठो राख्छु, मैदा। मैले मैदा लिएर आएको थिएँ। मैदा राखेर मस्त यसलाई चाल्नु पर्यो गाइज। अनि चालेर अनि त्यसपछि राम्रोसँग गर्नु पर्यो नि त होइन। अनि मैले यसलाई चाल्छु। अनि यसमा मैले चाहिँ घिउ राख्छु। हेर्नु मैले मजाले चालिसकेँ होइन, अलिकति मात्रै निस्किन्छ, धेरै निस्किँदैन। अनि त्यसपछि मैले यसमा घिउ राख्छु। 2 चम्चा 3 चम्चा जति घिउ राख्छु मैले यसमा। अनि घिउसँग मोल्छु मैले मजाले, घिउलाई मजाले मार्छु पहिला पिठोमा। अनि त्यसपछि अझै पनि घिउले पुगेन कि मैले घिउलाई मारिरहेको छु। अनि मम्मीले चाहिँ मलाई चाहिँ डल्लो पर्नुपर्छ पहिले, पिठो घिउले मारेर मस्त पिठो डल्लो पर्नुपर्छ भन्दै हुन्थ्यो। मैले घिउलाई भाग लाई मस्त मारिरहेको छु। त्यो बल भएको बललाई राख्छु। त्यसपछि मैले तातो पानी राखेर मोल्छु भन्नाले मार्छु कि, पिठो मोर्छु के। अनि त्यसपछि मजाले पहिला यति मम्मीले गप्पै पालिस भन्दै गाली गर्दै राख्नु थियो पछाडिबाट। अनि त्यसपछि गम्मे पानी राख्ने होइन, थोत्थो राख्दै त्यति पानी राख्दै पुरै ठाउँ मुछ्दै। अनि त्यसपछि बल्ल गराउनु पर्छ भनेर थियो मलाई। मैले त्यही अनुसार गरिरहेको थिएँ। त्यसपछि मेरो डल्लो यतिको बन्छ। मम्मी गिलो भयो भन्दै हुन्थ्यो, तर म एकदमै हात दुखिरहेको थियो, मार्दाखेरि साह्रो भयो थियो। मम्मीले गिलो भयो भनेर थियो। मैले चाहिँ मम्मीको सुनिरहेको थिएन। अनि आफ्नो हिसाबले गरिरहेको थिएँ। अनि जस्तो भयो नि आओस् भनेर। अनि बल्ल मुसेको। अनि त्यही पनि मम्मीले यो भयो त्यो भयो भनेर थियो। मैले मम्मीलाई कराइरहेको थिएँ, भयो अब जे भयो मैले बनाउने हो कि मैले बनाउने भनिरहेको थिएँ मैले मम्मीलाई चाहिँ। अनि त्यसपछि मैले यतिको पिठो मुस्छु, मार्छु। यसलाई मजाले मट पनि मारेको गर्छु मैले। अनि चाहिँ मैले मुसेर अब सानो डल्लो पार्न थालिसकेँ। अब चाहिँ मैले बेल्ने हो, त्यही भएर। अनि यसलाई चाहिँ सानो पारेर अझै राम्रोसँग मालिस गर्दैछु है, मार्दैछु मैले पिठोलाई। अनि ठिक्क हुन्छ नि त बेल्नको लागि, सो त्यही भएर। अनि सानो ठिक्कको डल्लो पार्छु। अनि त्यसपछि म बेल्न सुरु गर्छु अब गाइज।
यो चाहिँ यस्तै गोलो हुन्न है गाइज, यस्तै हुन्छ। यसलाई काटेर सेप बनाएर यताउता गर्नुपर्ने हुन्छ। म यस्तो बेलुकी नभन्नु होला, मलाई रोटी बनाउन आउँछ ल मलाई चाहिँ। अनि यसमा चाहिँ मैले कुराउनी राख्छु। अब अहिले नै डल्लो पारेको पुरा सुकाएर डल्लो पारेको छु मैले कुराउनी, त्यो राख्छु। हेर्न सक्छु कति सुक्खा बनाएको छु मैले कुराउनीलाई। अनि कुराउनी राख्छु। अनि त्यसपछि मैले थोरै पानी लगाउनु पर्ने थियो, मैले पानी लगाउनु भुल्छु अहिले चाहिँ। मैले अर्कोचोटि चाहिँ मैले पानी लगाएको हुन्छु। हेर्नु अब मैले यसलाई यत्तिकै हेर्नु गरेँ, बन्द गरेँ। अनि मैले चक्कुले काट्छु अब सेपमा ल्याउनलाई थोरै। अनि मलाई चाहिँ खासमा यसको बनाउन आउँदैन, यो चाहिँ मैले पहिलोचोटि बनाएको। अनि मैले चाहिँ मोमो जस्तो स्टाइलमा बनाउँछु, मैले चाहिँ मोमो जस्तो सेप बनाउनु कोसिस गर्छु, तर त्यही पनि बन्दैन। हेर्न सक्नुहुन्छ कस्तो भयो मेरो गुजिया। अनि त्यसपछि मैले लगातार यस्तै बेल्दै जान्छु। अनि हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। अनि हजुरकोतिर यसलाई के भन्छ त्यो पनि कमेन्ट गर्नु होला। अनि हजुरले के राखेर बनाउनुहुन्छ, मैले चाहिँ यसमा कुराउनी राखेर बनाएको छु। हजुरले के राखेर बनाउनुहुन्छ, के गर्नुहुन्छ, कसो गर्नुहुन्छ मलाई कमेन्ट गर्नु होला साथीहरू। अनि मेरो च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। म सानो युजर भए तापनि प्लिज मलाई सपोर्ट गर्नु होला भन्न चाहन्छु। हजुरको सानो सहयोगले नै मलाई ठुलो हेल्प गर्नेछ। सो त्यही भएर प्लिज जति सक्नुहुन्छ सहयोग गर्नु होला। मलाई सब्सक्राइब गरेर मलाई नै मेरो च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नु होला भन्न चाहन्छु। अनि मेरो लास्टै बिग्रिरहेको थियो, यसले मलाई लास्ट दुःख दिइरहेको थियो। अनि यसमा चाहिँ मैले धेरै कुरा राखेको छु, किनभने चाहिँ ठुलो भएछ नि त, रोटी जस्तो भएछ क्या यो। अनि मैले यसमा चाहिँ धेरै कुराहरू राखेको छु। अनि यसमा मैले पानी लगाइसकेको छु। मैले वही भनेको थिएँ हजुरलाई मैले पानी लगाउन भुलेँ भनेर, तर मैले चाहिँ यसमा लगाएको छु पानी, किनभने यसमा पानी लगायो भने राम्रोसँग चिप्किन्छ कि। अनि मैले यसलाई फेरि चक्कुले काट्छु। अब जरुरी छ नि त गाइस, मैले ढङ्ग नभएपछि के गर्ने, अलि जोगाड त गर्नु पर्यो। मेसिनबाट गराउँछन् कसैले गराउँछ, मलाई चाहिँ मेसिन थिएन। अनि त्यसपछि मैले हातले जोगाड गराएर गराएको थिएँ, तर चाहिँ मिठो भएको थियो। हेर्नु साथीहरू, मैले यति धेरै बनाइसकेँ। अनि मैले चाहिँ धेरै बनाएको छु, यो मात्रै होइन धेरैचोटि बनाइसकेको छु। अनि मैले यता कराही बसाल्छु। अनि मैले यसमा तेल राख्छु। तेल राखिसकेपछि मैले चाहिँ तेल तात्न दिन्छु। अनि मैले टेस्ट गर्छु भयो किन भनेर सानो टुक्रा राखेर टेस्ट गर्छु मैले, तेल तातो किन भनेर। अझै तातेको थिएन। अनि फेरि एकछिनपछि फेरि मैले अर्को टुक्रा राखेर हेर्छु, मजाले तातेको थियो। अनि त्यसपछि मैले मस्त अब गुजिया राख्छु। हेर्नु कस्तो मजाले सुई माथि उत्रेको छ गुजिया, मस्त तेल तातेको छ। त्यही भएर अनि मस्त पाउ बनाउन सुरु गर्छु मैले। अब गुजिया सुई भन्छ मेरो गुजिया। गाइस खाने भाइ आउनु। यसको स्पिड बढाएको छु गाइज, छिटछिट देखाउनको लागि चाहिँ मैले यसलाई पकाइरहेको छु। मैले राम्रोसँग पकाइरहेको छु, अलिक टाइमसँग पकाइरहेको छु। त्यही भएर धेरै टाइम देखाइरहेको छ, भिडियो पनि लङ भइरहेको छ मेरो। अनि सो कति लामो भिडियो बनाए चाहिँ नभन्नु होला पकाउनलाई चाहिँ। यस्तै हुन्छ साथीहरू, के गर्ने होइन।
पकाउँदा लामो भइहाल्छ। अनि मैले चाहिँ गुजिया निकाल्दै बनाउँदै र यतापट्टि बेल्दै यतापट्टि तार्दै गरिरहेको थिएँ गुजिया चाहिँ। कलर हेर्न सक्नुहुन्छ कस्तो राम्रो कलर आएको छ। अनि मैले चाहिँ कति बनाएको नि मैले थाहा भएन तर मैले धेरै नै बनाएँ भनौँ न। एक्लै बनाएको मैले चाहिँ कसैले हेल्प गर्नुभएको होइन। मम्मीले चाहिँ मलाई सुरुमा यस्तो गर्नुपर्छ भनेर सिकाउनु भयो। अनि मम्मी चाहिँ अफिस जानुभएको थियो अनि मैले चाहिँ एक्लै बनाएको थिएँ यो सबै। मम्मी अफिस जानुभएको बेलामा अनि घरमा बसेको बेलामा चाहिँ बनाएको थिएँ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखिरहेको छ कलर चाहिँ। मिठो पनि त्यस्तो मिठो भएको थियो। मैले त्यो जुन के भन्छ गरेँ लाङसुक मेलको पेस्ट हालेको थियो नि पिसेर, कस्तो मिठो बास्ना आएको कति मिठो भएको थियो। त्यसले गर्दाखेरि कस्तो मिठो बास्ना आएको थियो। हेर्नु गाइज मैले कति धेरै घुइँचे बनाइसकेको छु। अनि मैले धेरै बनाइसकेँ। अनि चाहिँ म लास्टमा चाहिँ भिडियो देखाउन बिर्सेछु, भिडियो बनाउनु बिर्सेछु। मलाई कोहीजना बेर भएको राखेको थियो त्यही भएर मैले चाहिँ भिडियो बनाउनु बिर्सेँ। अनि अझै बाँच्दैछ मेरो चाहिँ। ल म चाहिँ यतिमै भिडियो एन्ड गर्दैछु किनभने लास्टवाला भिडियो मैले क्लिप लिनु बिर्सेको रहेछु। सो त्यही भएर थ्याङ्क यू सो मच फर वाचिङ। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला, लाइक कमेन्ट्स अनि ब्ल्याक बटन दबाउन नभुल्नु होला। अनि चाहिँ मलाई धेरैभन्दा धेरै सपोर्ट गर्नुलाई भन्न चाहन्छु। बाई बाई, गुड नाइट, थ्याङ्क यू सो मच फर वाचिङ। अनि भोलि फेरि अर्को मिनी ब्लगमा भेटौँला। धन्यवाद हजुर सबैजनालाई।